नमस्कार सम्पूर्ण मित्रहरुमा विकास बोरा करियर कोचको यो भिडियोमा तपाईलाई स्वागत छ र आजको कन्टेन्टको रूपमा चाहिँ नेपालले आईसीसी मेन्स टी20 वर्ल्ड कप 2026 मा चाहिँ आफ्नो छनौटलाई चाहिँ सुनिश्चित गरेको छ र यसको लागि चाहिँ एसिया इस्ट एसिया पेसिफिक क्वालिफायरबाट चाहिँ नेपालले चाहिँ गुज्रिनु परेको थियो र यो क्वालिफायरबाट नेपाल ओमान र युएई ले चाहिँ आफूलाई चाहिँ टी20 वर्ल्ड कप 2026 मा पुर्याएका छन् र अब 2026 को वर्ल्ड कपमा चाहिँ कुन कुन टिम खेल्दैछन् र नेपाल चाहिँ कसरी 2026 को लागि चाहिँ छनौट भयो कुन कुन यात्राबाट गुज्रिनु पर्यो त्यसलाई चाहिँ हामीले चाहिँ आजको कन्टेन्टको रूपमा चाहिँ राखेका छौं 2025 मेन्स टी20 वर्ल्ड कप एसिया इस्ट एसिया पेसिफिक रिजनल फाइनल भएको थियो ओमनमा हालसालै र यसमा चाहिँ नेपालसँगै 9वटा अरु कन्ट्रीले पनि पार्टिसिपेट गरेका थिए जम्मा 21वटा म्याचेसहरु भएको थियो नेपालले चाहिँ सुपर 6 को चाहिँ सबै म्याचहरु जित्दै च्याम्पियनको रूपमा चाहिँ वर्ल्ड कप यात्रा तय गरेको छ अब हामीले चाहिँ यो 9 टिमहरु चाहिँ कसरी आएको एकचोटी हेरौं तपाईलाई जिज्ञासा हुन सक्छ 2024 को टी20 वर्ल्ड कप जुन 2024 को जुनमा भएको थियो वेस्ट इन्डिज र युएस ले चाहिँ संयुक्त रूपमा आयोजना गरेको थियो त्यहाँबाट चाहिँ तीनटा टिमहरु चाहिँ यसमा चाहिँ डाइरेक्ट रूपमा चाहिँ आएका छन् नेपाल ओमान र पीएनजी त्यस्तै गरी इस्ट एसिया पेसिफिक क्वालिफायर ए बाट चाहिँ एउटा टिम आएको थियो समोआ त्यस्तै गरी एसिया क्वालिफायर ए बाट चाहिँ तपाईको चाहिँ दुईटा टिमहरु आएका थिए कुवेत र मलेसिया त्यस्तै गरी इस्ट एसिया पेसिफिक क्वालिफायर बी बाट चाहिँ एउटा टिम आएको छ जुन चाहिँ जापान हो त्यसै गरी एसिया क्वालिफायर बी बाट चाहिँ दुईटा टिम आएका थिए कतार र युएई यसरी चाहिँ 9वटा टिमहरु चाहिँ यो जुन एसिया इस्ट एसिया पेसिफिक रिजनल फाइनल थियो 8 देखि 17 अक्टोबरमा भयो यसरी चाहिँ हामीसँग चाहिँ 9वटा टिमहरु आएका थिए र जसमा चाहिँ नेपाल चाहिँ च्याम्पियन रहँदै 2026 को चाहिँ वर्ल्ड कप खेल्नको लागि चाहिँ छनौट भएको छ र अब यो जुन रिजनल फाइनल रहेको थियो यो चाहिँ कसरी अगाडि बढ्यो एकचोटी यसमा पनि हेरौं ग्रुप ए ग्रुप बी र ग्रुप सी गरी चाहिँ तीनटा ग्रुपमा चाहिँ डिभाइड गरिएको थियो 9वटा टिमहरुलाई ग्रुप ए मा चाहिँ तपाईको युएई कतार र मलेसिया रहेका थिए त्यसै गरी ग्रुप बी मा चाहिँ नेपाल जापान र कुवेत र ग्रुप सी मा चाहिँ ओमान समोआ र पीएनजी रहेका थिए अब नेपालको चाहिँ ग्रुपको कुरा गर्ने हो भने नेपाल सँगै चाहिँ जापान र कुवेत चाहिँ ग्रुप बी मा रहेका थिए अब हामीले ग्रुप फेजको कुरा गर्ने हो भने मलेसिया इलिमिनेट हुन पुग्यो दुर्भाग्यवश अब रिलेटिभली हेर्ने हो भने यो ग्रुप चाहिँ अलि कठिन ग्रुप जस्तो नि देखिन्छ सो युएई कतार मलेसिया तीनटै अलि भनौं न एक्सपिरियन्स टिमहरु देखिन्छन् यो ग्रुपको चाहिँ अब यसमा चाहिँ युएई र कतारले चाहिँ सुपर 6 को चाहिँ के गरे त यात्रा तय गरे त्यसै गरी ग्रुप बी बाट चाहिँ नेपाल र जापानले चाहिँ तपाईको चाहिँ सुपर 6 को यात्रा तय गरे भने कुवेत आउट भएको थियो र ग्रुप सी बाट चाहिँ ओमान र समोआ चाहिँ भित्र छिरेका थिए सुपर 6 मा पीएनजी आउट भएको थियो अब सुपर 6 को तालिका हेरौं सुपर 6 मा चाहिँ नेपालले चाहिँ 5 खेलेका खेलमध्ये सबै जित्दै च्याम्पियन बनेको छ र वर्ल्ड कप को लागि क्वालिफाई भएको छ एउटा म्याच पनि हारेन नेपालले नेट रन रेट पनि एकदमै राम्रो 1.849 देखिन्छ त्यसैगरी ओमनले पनि क्वालिफाई गरेको छ वर्ल्ड कप को लागि एक मात्रै म्याच जो ओमनले हारेको छ त्यो नेपालसँगै हारेको थियो र ओमान त्यस्तै गरी युनाइटेड अरब इमिरेट्स यस्ता तीन टिमहरु चाहिँ क्वालिफाइड भएका छन् 2026 मेन्स टी20 वर्ल्ड कप को लागि त्यसैगरी कतार जापान र समोआ चाहिँ आउट भएका छन् यसरी सुपर 6 राउन्डबाट अब हामी कुरा गरौँ 2026 टी20 वर्ल्ड कप जो चाहिँ 7 फेब्रुअरी देखि 8 मार्च सम्म हुँदैछ करिब एक महिना भारत र श्रीलङ्काले संयुक्त आयोजना गर्दै छन् जम्मा चाहिँ 20 कन्ट्रीले चाहिँ 55 म्याचेसहरु खेल्दै छन् यो एक महिनाको दौरानमा अब हेरौं त को टिमहरु खेल्दै छन् भने एकचोटी हेरौं अब होस्टको रूपमा चाहिँ दुईटा टिमहरु चाहिँ क्वालिफाई गरेका छन् भनौं न पार्टिसिपेट गर्दै छन् भनौं क्वालिफाई भन्दा पनि इन्डिया र श्रीलङ्का त्यस्तै गरी 2024 को चाहिँ टी20 विश्वकपका टप 7 टिमहरु होस्ट बाहेकका टप 7 भनौं न अरु 7 भनौं न त्यो होस्ट यदि टप 7 मा पर्यो भने चाहिँ अब टप 9 सम्म नि हुन सक्यो तर होस्ट बाहेकका अन्य शीर्ष 7 टिम अफगानिस्तान अस्ट्रेलिया बंगलादेश इंग्ल्यान्ड साउथ अफ्रिका युनाइटेड स्टेट्स र वेस्ट इन्डिज यसरी 7 टिम चाहिँ अब क्वालिफाई गर्ने भयो खेल्ने भयो यस्तो 9 टिम भयो त्यो पछि अब टिम र्याङ्किङको आधारमा पनि 3 टिमले क्वालिफाई गरेका छन् भनेपछि चाहिँ आईसीसी मेन्स टी20 इन्टरनेशनल टिम र्याङ्किङको आधारमा चाहिँ 3 टिम त्यो 3 टिम रहेका छन् आयरल्यान्ड न्युजिल्यान्ड र पाकिस्तान अब त्यो पछि चाहिँ एउटा टिम रहेको छ क्यानाडा
जो चाहिँ तपाईँको अमेरिका क्वालिफायरबाट चाहिँ अमेरिका क्वालिफायरबाट चाहिँ खेल्दैछ। अर्को चाहिँ युरोप क्वालिफायरबाट चाहिँ 2टा टिम खेल्दैछन्। त्यो भनेको चाहिँ इटाली र नेदरल्यान्ड। हामीले पहिलोपल्ट यसपालि इटालीलाई पनि वर्ल्ड कप खेलेको देख्दैछौँ। त्यस्तै गरी अफ्रिका क्वालिफायरबाट चाहिँ तपाईँको चाहिँ 2टा टिम खेल्दैछन्, नामिबिया र जिम्बाब्वे। त्यस्तै गरी एसिया पेसिफिक क्वालिफायरबाट चाहिँ जुन हामीले भर्खरै चर्चा पनि गऱ्यौँ, त्यहाँबाट चाहिँ नेपाल, ओमान र युनाइटेड अरब इमिरेट्स खेल्दैछन्। र यसरी चाहिँ टोटल 20 टिमले चाहिँ यो 2026को T20 वर्ल्ड कप खेल्ने भएका छन्। र आजको भिडियोमा हामीले यति नै कन्टेन्ट राख्दैछौँ। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।